लघुकथा हजारको नोट। कुरा अहिलेको होइन उहिलेको हो, जुन बेला देशमा राजा हटाउन र जनताको शासन चलाउन देशमा द्वन्द्व भइरहेको थियो। गाउँ गाउँबाट मान्छे उठेका थिए या भनौँ उठाइएका थिए। विद्यालयमा पनि यसको नै कार्यक्रम सभा समारोह हुन्थ्यो। जबरजस्ती सबै सहभागी हुन्थे। एक दिनको कुरा हो, हामी कक्षामा विज्ञान विषय पढ्दै थियौँ। एक्कासी 4-5 जना कमरेडहरू सरको अनुमति नै नलिई कक्षामा आएर भाषण दिन थाले। पढाइरहेको बेलामा बिचमा आएर बाधा पुर्याएकोले सरको पारा तातिसकेको थियो। राजाले देश बिगारेको, जनतालाई दबाएको, हाम्रो हक अधिकार हनन गरेको, हामी उठ्नुपर्छ, लड्नुपर्छ र हरेक ठाउँबाट राजालाई हटाउनुपर्छ आदि इत्यादि कुराहरू गर्दै थिए। हामी चुपचाप सुनिरहेका थियौँ। एकजना कमरेडले सरहरूले पनि सहयोग गर्नुपर्छ है भन्दै थियो। सरले नि आफ्नो पर्सबाट 1000को नोट झिक्दै भन्नुभयो, पहिला कक्षा कोठामा प्रवेश गर्दाको शिष्टता सिक्नुहोस् बाबु, अनि देश बनाउनतिर लाग्नुहोला। यो 1000को नोटमा राजाको तस्बिर छ। सक्नुहुन्छ भने च्यातचुत पारेर फालेर जानुहोला। तपाईहरूको बहादुरी पनि हेरौँ। सरले के भन्न खोज्नु भएको त हामीले बुझेनौँ, तर सर साह्रै नै रिसाउनु भएको थियो। कमरेडहरू नि केही जवाफ नदिई नुरुक्क परेर कक्षा कोठाबाट बाहिर निस्केका थिए। हामी भने सरको हातमा रहेको 1000को नोट हेर्दै थियौँ।